예수 वचनलाई अभिवादन चाहिँ परमेश्वरलाई महिमा होस्। हामी सरसरी वचन भागमा जानेछौँ र वचन हामी कहाँबाट हेर्दैछौँ तपाईहरुलाई थाहा भएको कुरा हो। आज हामी पहिलो थेसलोनिके 3 अध्याय हेर्नेछौँ। यसकारण जब हामीले सहन सकेनौं तब एथेनमा एक्लै छोडिन हामी राजी भयौं र तिमीहरूलाई विश्वासमा स्थिर गराउन र अर्थी उपदेश दिन परमेश्वरमा ख्रीष्टका सुसमाचारको सेवक हाम्रा भाइ तिमोथीलाई हामीले पठायौं ताकि संकटहरूले गर्दा कोही नडगमगाओस्। तिमीहरू आफैलाई थाहा छ कि यसैको निम्ति हामी खटाइएका हौं, किनकि जब हामी तिमीहरूसँग थियौं तब तिमीहरूले कष्ट भोग्नै पर्छ भनी हामीले अघिबाटै भनेका थियौं। यो साँच्चै हुन पनि आयो, सो तिमीहरूलाई थाहा छ। यसकारण मैले आजै सहन नसक्दा परीक्षा गर्नेले कुनै किसिमले तिमीहरूलाई परीक्षामा पार्यो कि भनी म हाम्रो परिश्रम व्यर्थै जाला कि भन्ने डरले तिमीहरूको विश्वास थाहा पाउनलाई मैले तिमीलाई पठाएँ। तर अहिले तिमोथी तिमीहरू कहाँबाट म कहाँ आएर तिमीहरूको विश्वास र प्रेमको असल खबर हामीलाई सुनाए। तिमीहरूले हामीलाई भेट्न ज्यादै इच्छा गरी सधैँ प्रेमसँग हाम्रो सम्झना गर्दछौ भन्ने खबर तिनले दिए। हामी पनि तिमीहरूलाई भेट्न त्यत्तिकै चाहना गर्दछौं। यसै कारण भाइयो, तिमीहरूको विश्वासको कारण हाम्रो सारा दुःख र कलेशमा तिमीहरूका विषयमा हामीले सान्त्वना पाएका छौं। किनकि यदि तिमीहरू प्रभुमा दरिला रह्यो भने हामी जीवित रहन्छौं। सबै आनन्द जो तिमीहरूका खातिर परमेश्वरमा हामी अनुभव गर्छौं त्यसको निम्ति र तिमीहरूको लागि हामी परमेश्वरलाई के धन्यवाद दिन सक्छौं र तिमीहरूलाई आम्ने सामने भेटेर तिमीहरूको विश्वासको कमी पूरा गर्ने हेतुले हामी दिन र जोशका साथ प्रार्थना गर्छौं। अब हाम्रा परमेश्वर र पिता स्वयंले र हाम्रो प्रभु येशू तिमीहरू कहाँ आउने हाम्रो बाटो खोलिदिउन्। जसरी हामी तिमीहरूलाई प्रेम गर्दछौं त्यसरी नै प्रभुले तिमीहरूलाई एकले अर्कासँग र सबै मानिससँग प्रेममा बढ्ने र प्रशस्त भइरहने तुल्याउन्। यस हेतुले कि उहाँका सबै सन्तहरूका साथ हाम्रा प्रभु येशू ख्रीष्टको पुनरागमन हुँदा उहाँले हाम्रा परमेश्वर पिताको सामुन्ने तिमीहरूको हृदय पवित्र र निष्खोटुलाई स्थिर गराउन्। आमेन। यो पुस्तक थेसलोनिके मण्डलीलाई पावलले लेखेको भन्ने कुरा हामीले सुन्यौं र यहाँ हामीले हेर्दाखेरि है यात्रा हेर्नुहोस् है, यहाँदेखि कति टाढा छन्। यहाँ हवाई जहाजमा गयो भने धेरै टाढा छन्, यति टाढा छ। यता गाडीबाट गयो भने धेरै टाढा छ यो बाटो चाहिँ। तर यहाँनिर उनीहरूले पैदल यात्रा गरेको कुरा छ। अनि यहाँ तलबाट चाहिँ यहाँ एथेनमा पावल बसेको छ उसको साथीहरूसँग, तर यहाँदेखि तिमोथीलाई पठाएको छ यहाँ बुझ्नको निम्ति। धेरै टाढा यात्रा हो। अब वहाँ पुगेर तिमोथी चाहिँ फर्किसकेको छ। अनि तिमोथीले असल खबर ल्याए कि यत्रो सतावट हुँदाखेरि पनि त्यहाँ भएका हाम्रा दाजुभाइहरू डगमगाएको रहेन रहेछन्, प्रभुलाई अति नै प्रेम गर्दा रहेछन् र उनीहरूको विश्वास चाहिँ अझ दरिलो छ। उनीहरूले ज्यानै दिनु परे तापनि उनीहरू चाहिँ विश्वासमा स्थिर रहेछन् र हामीलाई पनि अत्याधिक नै प्रेम गरिरहेका छन् र तपाईको आगमनको प्रतीक्षामा छ र तपाई हामीले गरेका कामहरू लगाएका गुणहरू उनीहरूले सम्झिरहेका छन्। यो खबर पाएपछि पावल अत्यन्तै खुसी भए। अनि यो खुसी भएको बेलामा उनीहरूलाई फेरि लेखेको पत्र हो यो चाहिँ। अब यति भनिसकेपछि है हामीले
के बुझौँ यो 13वटा पदबाट हामीले हेर्दाखेरि persevere in genuine faith and love despite inevitable persecution and suffering. अपरिहार्य सतावट र पीडाको बावजुद साँचो विश्वास र प्रेममा दृढ रहनुपर्छ। सतावट चाहिँ निश्चित छ भनेर हामीले बुझ्नु पर्यो। धेरै मानिसहरू के सोच्छन् भने इसाईहरूलाई चाहिँ सजिलो छ, अर्थात् विश्वास भनेको के हो थाहा हुँदैन, तर इसाई भनेको चाहिँ एउटा समूह हो। इसाईहरूले सहायता गर्छन्, इसाईहरू दयालु हुन्छन्, अर्थात् इसाई हुँदाखेरि अरू इसाईहरूले हामीलाई सहायता गर्छन्, यस्तो आशामा मानिसहरू आउने पनि गर्छन्। त्यो सोचाइ राखेर बोल्ने मानिसहरूले भन्छन् कि यिनीहरू चाहिँ डलरै हुन्, डलरको आशा गरेर यिनीहरू इसाई बनेका छन् भन्छन्। वास्तवमा इसाई बन्नु सजिलो छैन, इसाई बन्नु सजिलो छैन, इसाई जीवन जिउनु सजिलो छैन। अनि जो मान्छेले साँचो इसाई जीवन जिउन सक्दैन ती मानिसहरू अन्तिममा गएर भन्छन् कि इसाईहरू राम्रा छैनन्, मण्डली राम्रा छैनन्, त्यो भएर म मण्डली जाँदिनँ, त्यो भएर म अब विश्वासमा रहन सकिनँ, म ख्रिस्टियन हुन सकिनँ भन्छन्। अनि हामी चाहिँ भन्ने गर्छौँ उहाँ चाहिँ ब्याकस्लाइडेड मान्छे हो। तर वास्तवमा ब्याकस्लाइड कहिले हुँदैन मान्छे जब प्रभु पाएका छैन। तर यहाँ हामीले के बुझिराख्यौँ भने इसाईहरूलाई सतावट हुन्छ, इसाईहरूलाई चाहिँ एकदम सतावट हुन्छ। आफ्नो घरबाट सुरु हुन्छ यो सतावट, आफ्नो दाजुभाइहरूबाट सतावट हुन्छ। एउटा तामाङले विश्वास गरे भने उसको घरबाट सुरु हुन्छ, ए तँ किन मूर्ख भइस्, तँ किन बदमास गर्छस्, अनि उसले अरू तामाङहरूलाई भन्छन्, अनि तामाङहरू आएर एकदम साह्रो पार्छ। अनि एउटा राईले विश्वास गरे भने त्यस्तै, अर्कोले विश्वास गर्ने सबैको, अनि आफ्नो दाजुभाइहरूबाट सतावटमा पर्छन्। अनि यहाँनिर अब हेर्नुहोस् है, यति अपरिहार्य छ, योबाट हामीले एभोइड गर्न सक्दैनौँ, योबाट हामी तर्केर जान सक्दैनौँ भने अब त्यसको लागि हामी के हुनु पर्यो, एकदमै तयार हुनु पर्यो। विश्वास हाम्रो दह्रो हुनु पर्यो, प्रेम हाम्रो दह्रो हुनु पर्यो। भनेपछि अपरिहार्य सतावट र पीडाको बावजुद साँचो विश्वास र प्रेममा दृढ रहनु पर्दो रहेछ भन्ने चाहिँ शिक्षा चाहिँ हामीले यो पत्रको यो खण्ड अर्थात् यो अध्यायबाट हामी हासिल गर्छौँ। म यो वचन ल्याउँदा तपाईँलाई एउटा कुरा भन्छु, किन म एउटा च्याप्टरदेखि एउटा अध्यायदेखि अर्को अध्याय जाँदैछु र अर्को कुनै पनि किताबमा मैले जम्मा हानेको छैन। किनभने पास्टरहरूलाई यस्तो दोष लागिरहेको छ कि पास्टरहरूले हामीलाई टार्गेट गरेर वचन ल्याउने गरेका छन् भन्ने। त्यस कारणले गर्दाखेरि किताब मैले तपाईँहरूलाई पछ्याएर लगेको छु। जे भेट्छ त्यही तोडेर जाने हो। Persevere in genuine faith and love despite inevitable persecution and suffering. अपरिहार्य सतावट र पीडाको बावजुद साँचो विश्वास र प्रेममा दृढ रहनुहोस्। पहिलो, नम्बर 1 सपोर्टिङ पोइन्ट, believers should expect and be prepared for earthly trials. 1 पददेखि 5 पदसम्म, verse 1 to 5, विश्वासीहरूले संसारिक परीक्षाहरूको अपेक्षा गर्नुपर्छ र यसको लागि जहिले पनि तयार हुनुपर्छ। यीशुले भन्नुभयो, मैले हिँड्ने बाटो साँघुरो छ, मलाई पछ्याउनेहरूले साँघुरो बाटो भएर आउनुपर्छ, मलाई पछ्याउनेहरूले आफूलाई इन्कार गर्न सक्नुपर्छ, अनि हातमा आफ्नो क्रुस लिएर मेरो पछि गर्न सक्नुपर्छ। विश्वासीको हैसियतमा, एउटा विश्वासी भएको हैसियतमा हामीले संसारिक परीक्षाको अपेक्षा गर्नै पर्छ र त्यसको लागि जहिले पनि तयार रहनै पर्छ। As believer, we should expect and be prepared for earthly trials. तर हामीलाई पारस्परिक
प्रोत्साहन र बलियो आधारभूत विश्वास आवश्यक हुन्छ ताकि सतावटले हामीलाई डगमगाउन नपाओस्। थेसलोनिकीहरूको प्रति पावलको प्रेम चाहिँ गहिरो थियो, यति गहिरो थियो कि उनले तीव्र विरोधको सहर एथेन्समा एक्लै बस्न मन्जुर भए ताकि उनले आफूले भर्खरै रोपेका, भर्खरै सुरुवात गरेका नयाँ मण्डलीलाई बलियो बनाउन, दरिलो बनाउन र त्यो मण्डलीलाई प्रोत्साहन दिन तिमोथीलाई पठाउन सकुन्। यो एउटा त्याग हो। यो चाहिँ एक बलिदानपूर्ण पास्टरीय वास्ता हो। This is a sacrificial pastoral care. र तपाईँ हामीलाई लाग्छ कि पास्टर सेवाकाई सजिलो छ, मण्डलीमा मैले के पाएको छैन, भार पाएको छैन भन्छ, भार पाएको छैन। खास गरी त्यो संसारिक विचार हो। कोही मानिसहरू भन्छन् कि अगमबाडी गर्छन् कि तपाईँ त पास्टर हुँदै हुनुहुन्छ भनेर। कसले बुझेको छ उतार छ भनेर? किनभने पास्टरी सेवाकाई भनेको बलिदानको सेवाकाई हो। त्यसमा विश्वासीहरू पनि बलिदान पूर्ण जीवन जिउनको लागि तयार भएको व्यक्तिहरू हुन्। तर एउटा विश्वासको जीवन जिउन सकिरहेको छैन भने त्यो माथि बोझ उसले कसरी बोकेर हिँड्छ होला? यो प्रश्न चिन्ह छ। पावलले थेसलोनिकीहरूलाई कठिनाई र कष्टहरू ईसाई यात्राको अपरिहार्य भाग हो है भनेर सक्रिय रूपमा सम्झाइरहेका हामी देख्छौँ। पावलले कहिले भनेन कि सहज हुन्छ, सजिलो हुन्छ, आउनुहोस् भनेर व्यापार को शैलीमा चाहिँ कसैलाई पनि आह्वान गरेन। तर सतावट अनिवार्य रूपमा हामीले भोग्नै पर्छ भने पावल चाहन्छन् कि विश्वासको लागि दुःख भोग्नै पर्छ भन्ने कुरा इसाईहरूले बुझुन्। अर्थात् इसाई यात्राको अपेक्षित भाग हो। इसाईहरूलाई सताउँछ नै त्यो सतावट चाहिँ अपेक्षित भाग हो इसाईहरूको भनेर बुझ्नुपर्छ भनेर उसको सोचाइ छ। तर धेरैजनालाई यो सजिलो लाग्छ होला, सजिलो लाग्दैन। आज कतिजनालाई गाह्रो छ नि मण्डलीको लक्ष्य हासिल गर्नको निम्ति, मण्डलीको भिजन दर्शन पुरा गर्नका निम्ति बाइबलले के चित्र कोरेको छ, हाम्रोले हेर्नुपर्ने बाटोको कस्तो चित्र कोरेको छ, त्यो चित्रमा हिँड्नका निम्ति सजिलो बाटोबाट गएर हुँदैन। हामीले सिचाए जस्तो बाटो छैन, सहज छैन। पावल शारीरिक रूपमा उनीहरूसँग उपस्थित हुनुहुँदा उहाँले अथवा उनले यी नियत परीक्षाहरूको बारेमा ती मानिसहरूलाई, थेसलोनिकीहरूलाई पहिले नै चेतावनी दिएको हामी यहाँ पाउँछौँ। अनि आज फेरि यो पत्रमा फेरि ती कुरा दोहोऱ्याएर सम्झाइरहेको हामी पाउँछौँ। तिमीहरूले अहिलेसम्म सतावट भोगिरहेका छौ। मैले अगाडि नै भनेको थिएँ र मैले भने अनुसार नै हुन पनि आयो, तर अझै पनि यो निरन्तर अगाडि बढ्नेछ। पावलको प्राथमिक चिन्ता भनेको उनीहरूको शारीरिक सुरक्षाको बारेमा थिएन, तर उनीहरूको आत्मिक सहनशीलताको बारेमा थियो। शारीरिक रूपमा तिमीहरू सुरक्षित हुन्छौ भनेर पावलले यहाँनिर उनीहरूलाई सम्झाइरहेको छैन। शारीरिक रूपमा तिमीहरू अङ्गभङ्ग हुन सक्छौ, शारीरिक रूपमा तिमीहरू थिचोमिचोमा पर्न सक्छौ, तिमीहरूको ज्यानै जोखिममा हुन सक्छ। त्योसँग सरकार छैन। सरकार चाहिँ विश्वास डगमगाउने हो कि भन्ने छ। आत्मिक रूपमा असुरक्षित बन्ने हो कि आत्मिक रूपमा धर्मराउने हो कि भन्ने कुरा छ। पावलको भनाइ चाहिँ त्यो हो।
आज विश्वासीहरू आत्मिक कुरा देखावटी मात्रै हो भने सतावटको समयमा तपाईँ र हामी एकजना पनि अडिन सक्दैनौँ। जो मान्छेले शरीरको चासो बढी गर्छन् भने आत्माको चासो गर्न सक्दैन। पावल एथेनमै रहे र मण्डलीको चिन्ताले गर्दा तिमोथीलाई थिस्सलुनिकीमा फिर्ता पठाएको हामी पाउँछौँ। यहाँ तिमोथीको अब मिसन यहाँ सुरु भयो। तिमोथीको मिसनरी उद्देश्य चाहिँ के थियो भन्दाखेरि तिमोथीको मिसनरी उद्देश्य चाहिँ विश्वासीहरूलाई बलियो बनाउनु थियो र प्रोत्साहन दिनु थियो ताकि सतावटको कारणले तिनीहरूको आफ्नो विश्वास चाहिँ नाश नहोस्, विश्वास तिनीहरूले नत्यागोस् भन्ने थियो। यहाँ हामी थिस्सलुनिकाका नयाँ विश्वासीहरूको निम्ति एउटा गहिरो पास्टरिया के देख्छौँ? प्रेम देख्छौँ। एउटा गहिरो पास्टरिया चिन्ता हामी देख्छौँ। यो चाहिँ पास्टरको हृदय हो। तर वर्तमान हामी पास्टरहरू कस्तो छौँ भन्दाखेरि आफूलाई सहज हुँदा मात्रै हामी सेवा गर्न सक्छौँ। तर असहज परिस्थिति सिर्जना हुँदाखेरि आफू पनि थामिन सक्दैनौँ, मण्डलीलाई पनि थाम्न सक्दैनौँ। त्यसकारणले यो थाम्नका निम्ति विश्वास चाहिन्छ। विश्वास जब छ भने जिम्मेवारी बोध हुन्छ। जिम्मेवारी बोध भएको मानिसहरूले परमेश्वरको अभिषेक पाउँछ। परमेश्वरको अभिषेक भएको जन भनेको त्यो हो जो पवित्र आत्माको अगुवाई भरपुरीमा हिँड्ने कोसिस गर्छ। उसको शरीर बाँच्छ भन्ने कुरा होइन, सम्पत्ति आर्जन गर्छ भन्ने कुरा होइन, सुरक्षित हुन्छ शारीरिक रूपमा भन्ने कुरा होइन। तर यो आत्माको लागि शक्तिशाली बन्छ, आत्मिक कुरामा दरिलो बन्छ र आत्मिक रूपमा अरू विश्वासीहरूलाई ढाढस दिन सक्छ, साहस दिन सक्छ भन्ने कुरा हो। यसकारणले कोही पनि यदि संसारिक दृष्टिकोणबाट एम्बिसियस भएर महत्त्वाकांक्षी भएर मण्डलीभित्र छिर्छ भने उसको इच्छा पुरा हुँदैन। यहाँ कसैको पनि इच्छा पुरा हुँदैन। तर हामी यो भित्र किन छिर्छौँ भन्दाखेरि आत्मिक रूपमा बलियो हुनका निम्ति, आत्मिक ज्ञान हासिल गर्नका निम्ति अनि शान्ति हासिल गर्नका निम्ति र परमेश्वरको पुत्रको आगमनको दिन तयार रहनको निम्ति। हाम्रो आशा फरक छ। हेर्नुहोस्, मैले यहाँ फोटोहरू देखाएको छु। यो पहिलो दोस्रो चित्रण भनेको भारतमा भइरहेको आन्दोलन योभन्दा केही वर्ष अगाडि, ताकि त्यहाँनिर इसाईहरूलाई सतावट भइरहेको थियो। यो वल्लो चित्र भनेको मानिसहरूले लेखेको हिस्ट्रीबाट अनुमान गरेर बनाएको चित्रण हो। जतिखेर इसाईहरूलाई यसरी बाँधेर त्यहाँ लडाएर त्यहाँनिर चाहिँ बाघहरू, हिंसात्मक जनावरहरू छोडिदिन्थे, या त उनीहरूलाई एकअर्कामा तरवारले काटाकाट गरेर मार्न लगाउँथे। यस्ता खालको सतावटहरू गर्थे र या त उनीहरूलाई क्रुसमा टाँगेर मार्थे। विभिन्न प्रकारको सतावट उनीहरूले भोगेको छ। उनीहरूलाई आगो लगाएर मार्थे। कोही बेला उनीहरूले नै आफै नै कता राम्रो राम्रो ठाउँहरूमा गएर आगो लगाइदिने, घर ठुल्ठुलो घरहरूमा आगो लगाउने, अनि यो चाहिँ इसाईले गरेको भनेर यसरी दोष लगाउने कामहरू गर्थ्यो, षड्यन्त्रहरू गर्थ्यो। र आज तपाईँ र मलाई त्यस्तै षड्यन्त्र गर्न सक्छ मानिसहरूले। के तपाईँ हामी तयार छौँ? तपाईँ हामी हिँडिरहेका साथीहरू कस्ता छन्? अनि त्यहाँनिर तपाईँको प्रस्तुति कस्तो छ, आफ्नो शैली कस्तो छ? ख्याल गर्नुहोस्, हु यु आर, तपाईँ को हुनुहुन्छ भन्ने कुरा त्यो कुराहरूले जनाउँदछ। एप्लिकेसनमा जाउँ हामीहरू। छोटो एप्लिकेसन। Acknowledge any current difficulties, doubts and affliction you are facing. Pray for your spiritual support system.
तपाईले सामना गरिराख्नु भएको कुनै पनि हालको कठिनाइहरू छन् भने, शङ्का छ भने, पीडाहरू छन् भने त्यो स्वीकार गर्नुहोस्। पहिले कुरा मलाई केही पनि छैन, मलाई केही पनि छैन भन्छ। फेरि कोही बेला चाहिँ मलाई कस्तो कस्तो छ, मलाई कस्तो गरेको छ भन्छ। फेरि कस्तो छ? तपाईको आध्यात्मिक सहायता प्रणालीको लागि प्रार्थना गर्नुहोस्। आध्यात्मिक सहायता प्रणाली भनेको के हो? आफन्तका लागि प्रार्थना गर्नुहोस्, ठुला बडाको लागि प्रार्थना गर्नुहोस्, छोराछोरीको लागि प्रार्थना गर्नुहोस्, श्रीमानको लागि प्रार्थना गर्नुहोस्, श्रीमतीको लागि प्रार्थना गर्नुहोस्, पास्टरको लागि प्रार्थना गर्नुहोस्, मण्डलीको निम्ति प्रार्थना गर्नुहोस्, पवित्र आत्माको उपस्थितिको निम्ति प्रार्थना गर्नुहोस्, वचनको निम्ति प्रार्थना गर्नुहोस्, वचनको खोजी गर्नुहोस्। त्यो भन्दा अरू विकल्प छैन। प्रे फर ए स्पिरिचुअल सपोर्ट सिस्टम। कहाँ शङ्का उत्पन्न भइरहेछ त्यो विचार मूल्याङ्कन गर्नुहोस्। कोही बेला हामीलाई यस्तो लाग्छ, मलाई यी मानिसहरूले वास्ता गर्दैनन्, मलाई यो मण्डलीमा कसैले पनि वास्ता गर्दैनन्, उनीहरू मिलेर हिँड्छन्। त्यो सोच्नुभन्दा पहिले 1000 पल्ट त्यो सोच्नुभन्दा पहिले 1000 पल्ट तपाईँले आफूलाई मूल्याङ्कन गर्नुहोस्। त्यो सोचाइ तपाईँको त्यो सोचाइको स्रोत चाहिँ कहाँ हो? कहाँबाट आइरहेको छ? संसारले त भन्छ आफू भलो जगत भलो भन्छ। बाइबलले के भन्छ? बाइबलले जहिले भन्छ आफूलाई तिमीले परिवर्तन गर, बी ट्रान्सफर्म। परमेश्वरको प्रति स्वरूपमा हामी परिवर्तन हुँदै जानुपर्छ। दोस्रो, persevering genuine faith and love despite inevitable persecution and suffering, अपरिहार्य सताव र पीडाको बावजुद साँचो विश्वास र प्रेममा दृढ रहनुहोस्। Subline number 2, the steadfast faith of a church deeply encourages and sustains spiritual leaders during hard time. 6 to 10. मण्डलीको दृढ विश्वासले कठिन समयमा आत्मिक अगुवाहरूलाई गहिरो रूपमा प्रोत्साहित र समर्थन गर्दछ। एउटा पास्टर नाश हुनुमा मण्डलीको दोष लाग्छ र एउटा पास्टर सफल हुनुमा मण्डलीले पनि क्रेडिट पाउँछ। यो बराबर छ। यहाँ पावलले भनेको कुराहरू तपाईले अघि मान्नु। तिमीहरू आत्मिक रूपमा दरिलो भयो भने हामी जिउने छौं भनेको छ। थेसलोनिकीहरू आफ्नो विश्वास र प्रेममा दृढ छन् भन्ने अविश्वसनीय रूपमा उत्साहजनक समाचार लिएर तिमोथी पाउल कहाँ आइपुगेका छन्। एकदम इन्क्रेडिबल भन्छ नि, इन्क्रेडिबल नेपालीमा त्यसलाई के भन्छ? वाउ, इन्क्रेडिबल भन्छ। लु भन्नुहोस् त नेपालीमा के भन्छ त्यसलाई? त्यो भनेको मैले विश्वासै नगरेको कुरा हुन गयो यहाँनिर। यो तिमीले नै गरेको भने कसरी विश्वास गर्न सक्छौ? यो हुन आयो भनेर कसरी विश्वास गर्न सक्छौ भनेर भन्ने चाहिँ इन्क्रेडिबल हुन्छ। यो विश्वासै गर्न नसकिने। कसरी रह्यो होला त्यहाँको विश्वासीहरू त्यत्रो सताउटमा, यिनीहरू कसरी स्थिर रह्यो होला भनेर पावलले यहाँ भन्दैछ। किनभने उसलाई एकदमै डर लागेको थियो कि उनीहरूले विश्वास त्याग गर्यो होला, हामीले त्यहाँ गएर त्यत्रो गरेको कामहरू व्यर्थै भयो होला भन्ने थियो उनीहरूलाई। तर यहाँनिर एउटा यस्तो विश्वास नै गर्न नसकिने समाचार बोकेर तिमोथी पावल कहाँ आइपुगे। यस खबरले पावललाई धेरै सान्त्वना दियो। यो खबर चाहिँ पावलको निम्ति सान्त्वनाको स्रोत बन्यो। उनको आनन्दलाई बढाउन थाल्यो। ऊ खुसी हुन थाल्यो। आफ्नै सङ्घर्षको बीचमा पनि जीवनको एउटा नयाँ अनुभूति उसले गरे। ऊ स्वयं सतावटमा छ, ऊ स्वयं त लुकेर बसिरहेको छ, डराइरहेको छ। तर त्यो अवस्थामा पनि उसले के पायो? एउटा जीवनको एउटा नयाँ अनुभूति पायो। हालेलुया। यदि त्यहाँको विश्वासहरू स्थिर थिएनन् भने के हुन्थ्यो होला पावल? थेसलोनिकी मण्डलीले कठोर सतावटको बावजुद के गरेको छ? विश्वास र प्रेममा दृढ रहिरहेको छ भन्ने तिमोथीले ल्याएको त्यो खबर
पाउँदा पावलले ठुलो आनन्द र राहत महसुस गरेका छन्। अब यस कुराले के सिकाउँछ? कस्तो कुरा यस कुराले के कुरामा जोड दिन्छ भने परीक्षामा विश्वासीहरूको सहनशीलता पास्टरिया श्रमको लागि अन्तिम इनाम हो। हालेलुया। Believers' endurance through trials is the ultimate reward for pastoral labor. खुसी भएको दिन पास्टर बाबु तपाईलाई धन्यवाद भनेको त्यति मिठो नहोला, तर एउटा विश्वासी बलियो भयो अरे भन्ने कुरा चाहिँ रिवार्ड हो, इनाम हो। कोही विश्वासीहरू आज साह्रै खुसी हुन्छन्, के नै गर्छ धन्यवाद दिन्छ, कहाँ के हुन्छ, भोलिदेखि गनगन गरेकै गर्छ। कोही केही पनि भन्दैन, धन्यवाद पनि दिँदैन, केही पनि दिँदैन, आनन्द हुन्छ। तातो हो कि चिसो हो फेरि कोही चाहिँ फेरि कोही बेला ओक्यादीमा उम्रेको जस्तो के अरे अलिकति माटो भएको तल चाहिँ के अरे चट्टान भएको माटोमा उम्रेर तातेर उम्रेको हुन्छ, पछाडि जरा गाड्न सकेको भए मरिजाने खालको हुन्छ। एकछिनमा खुसी भएर हुर हुने अनि सधैँको लागि मरिजाने हुन्छ। कुनै चाहिँ एकदम छिटो कुत्ला जस्तो गरेर हुन्छ, ढाँडघारीमा उम्रेको थाहै पाउँदैन कि भरे के सोचले गर्दाखेरि त्यो पुरा हुँदैन। बिचैमा ल्याङ्ग्राङ्गै भएको ढाँडघारी के भन्छ ओ काँडाघारीमा उम्रेको झारजमको बिचमा उम्रेको मकै जस्तो भएर तिरफुर भएर मरेर जान्छ। तर यहाँ कुरो के छ भन्दाखेरि मलिलो भुइँमा खस्नुपर्छ। अनि यो विश्वासीहरू चाहिँ मलिलो भुइँमा खसेको छ। अनि जुन कुरा चाहिँ पावलले भन्छ यो चाहिँ इनाम भयो, यो चाहिँ रिवार्ड हो। थिस्सलुनिकीहरू प्रभुमा दृढ रूपमा उभिरहेका छन् भन्ने कुरा थाहा पाउँदा पावलले साँच्चै नै आफू बाँचिरहेको घोषणा गरे। हालेलुया। पावल के भन्छ? Now we truly live that we know that you are living firmly in the faith. तिमीहरू विश्वासमा दरिलो भएका छौ भन्ने, बाँचिरहेका छौ भन्ने बुझेकोले गर्दा अब हामी बाँच्न सक्छौँ। हालेलुया। प्रेरित पावलले तिनीहरूलाई आध्यात्मिक रूपमा बढ्न र तिनीहरूको विश्वासमा अझै कमी भएको कुरा पूरा गर्न मद्दत गर्न फेरि व्यक्तिगत रूपमा भेट्ने आफ्नो हार्दिक इच्छा व्यक्त गर्छन्। कति मण्डलीहरू हुन्छ कि अलिक जान्ने पास्टर हाम्रो चर्चमा नआए हुन्थ्यो, यो जान्ने पास्टर चाहिँ यहाँबाट उडी गए पनि हुन्थ्यो। तर यहाँ के छ? अझै बलियो बनाउनको निम्ति विश्वासमा कहाँनिर कमजोर छ, कुन कुराको कमजोर छ, where they are lacking in their faith, I want to supply all the spiritual needs भन्छ पावल। उहाँ तिनीहरूलाई व्यक्तिगत रूपमा भेट्न र तिनीहरूको विश्वासमा कमी भएको कुरा पूरा गर्न रात दिन प्रार्थना गरिरहेको छ। त्यहाँ जानुको एकदम जोखिमपूर्ण छ, शैतानले बाटो रोकिरहेको छ भन्छ। त्यसको अर्थ सताउने मानिसहरू चाहिँ एकदमै बाक्लो छ र एकदम तीव्र रूपमा गतिशील रूपमा चाहिँ अगाडि बढेर पावललाई त्यहाँदेखि चल्नु दिएको छैन। एप्लिकेसन: एक्टिभली प्रे फर द स्पिरिचुअल ग्रोथ अफ दोज यु केयर अबाउट। अघि पनि मैले भने नि स्पिरिचुअल सपोर्ट सिस्टम भनेको त्यही कुरा नि। एक्सप्रेस ओभरफ्लोइङ ग्रेटिट्युड टु गड फर द स्टिडफास्ट फेथ अफ अदर्स। तपाईले ख्याल राख्नु हुनेहरूको आध्यात्मिक विकासको लागि सक्रिय रूपमा प्रार्थना गर्नुहोस्। अरूको दृढ विश्वासको लागि परमेश्वरप्रति अत्याधिक कृतज्ञता व्यक्त गर्नुहोस्। अब हेर्नुहोस् त, मण्डली भनेको एउटा
शरीर हो, ख्रिस्टको एउटा अङ्गमा हामी, ख्रिस्टको शरीरमा हामी विभिन्न अङ्ग हो। मण्डली एउटा ख्रिस्टको शरीर। यहाँ सबैजना बराबरी बढ्नुपर्छ, बराबर बढ्नु आवश्यक छ। अनि एक अर्काको राम्रो हुँदाखेरि, हाम्रो दाहिने हातमा घाउ लाग्यो भने सबै शरीरलाई नै दुख्छ होइन र पीडा त? को मान्छेलाई आफ्नो एकपट्टिको हात काटेर फाल्नु मनपर्छ होला? को मान्छेलाई आफ्नो कान्छ्यामलाई झटाउनु मनपर्छ होला र? त्यस कारणले गर्दाखेरि सबैको निम्ति प्रार्थना गर्नुपर्छ। अनि कोही विश्वासमा बलियो हुँदैछ भने उसको लागि धन्यवाद दिनुपर्छ। तर हामीलाई यस्तो लाग्छ कि आज पास्टरले नानी तिमी साह्रै विश्वासमा बढिरहेको छौ भनिदियो भने हामीलाई चाहिँ किन नभनेका? ऊ मात्रै बढेको अरे, त्यो मात्रै ठुलो अरे भन्न थाल्छ। तर हामीले चाहिँ परमेश्वरलाई धन्यवाद दिनुपर्छ। यहाँ पावलले भनेन सबै थिस्सलुनीको पनि, उता के अरे एफिससको पनि, फलना ठाउँ कोरिन्थीको मण्डलीहरू पनि सबै राम्रो छौ भनेन। कोरिन्थीको मण्डली के भन्यो? थिस्सलुनीलाई पहिले पनि भनेको थियो तिमीहरू त आफै सतर्कमा परेको छौ, तर पनि तिमीहरूले यहुदाको मण्डलीलाई के तयार गर्यो? भेटी सङ्कलन गरेर तयार गर्यो सहायता गर्नको निम्ति। हामी जहिले पनि करेक्सनको निम्ति तयार हुनुपर्छ। मेरो एउटा भनाइ छ तपाईँहरू, सुन्तला बगानको मलाई साह्रै याद आउँछ। सुन्तला बगानमा एउटा ऐजेरू हुन्छ नि, ऐजेरूको स्वभावमा बाँच्न खोज्नेहरू ऐजेरू नै हो। त्यसले फल कहिले दिँदैन, तर फल दिने सुन्तलालाई मार्छ त्यसले, याद गर्नुहोस्। तर हामी चाहिँ फल दिनको निम्ति बोलाइएका छौँ। We are called to bear fruit. लास्टमा जाउँ। We should continually grow in love and holiness while we await the second coming of Jesus Christ. 11 to 13. यीशु ख्रीष्टको दोस्रो आगमनको प्रतीक्षा गर्दै गर्दा हामी प्रेम र पवित्रतामा निरन्तर बढ्दै जानुपर्छ। प्रेम र पवित्रतामा निरन्तर बढ्दै जानुपर्छ। पहिलो थिस्सलुनीकी 3 अध्यायको 11 देखि 13 सम्म हेर्नु चाहिँ यो खण्डले चाहिँ के दिन्छ भने थिस्सलुनीकीको मण्डलीको लागि प्रेरित पावलले गरेको एक हार्दिक प्रार्थना हो। हार्दिक प्रार्थना, heartfelt prayer by the apostle Paul for the church in Thessalonica. पावल चाहन्छन् कि परमेश्वरले बाधाहरू हटाइदिउन्, त्यो बाटोहरू खोलिदिउन् र थिस्सलुनीकीहरूमा फर्कने त्यो प्रबन्ध मिलोस् र उनीहरूसँग मेरो भेटघाट होस्। यहाँ पावल प्रार्थना गर्छन् कि एक अर्का प्रति, सबै मानिसहरू प्रति अनि उनीहरूको प्रेम चाहिँ बढ्दै जाऊ। हालेलुया। एक अर्का प्रति, सबै मानिसहरू प्रति आफ्नो प्रेम चाहिँ बढ्दै जाओस्। त्यो प्रेम यस्तो बढ्दै जाओस् कि त्यो प्रेम चाहिँ ओभरफ्लो होस्, ओभरफ्लो भएर जाओस्। त्यस्तो खालको प्रेम। प्रेम केवल स्थिर हुनुको निम्ति मात्र होइन। स्थिर भनेको कुवामा भएको पानी यता नि चल्दैन उता नि चल्दैन बसिरहने जस्तो होइन, स्ट्याग्नेन्ट पनि भन्छ होला त्यसलाई, त्यस्तो होइन। तर सबैलाई समावेश गर्न निरन्तर बढ्दै र विस्तार हुँदै जाने प्रकारको हुनुपर्छ भनेर भन्छ। हालेलुया। सबैलाई बराबरी प्रेम गर्न सक्ने, सबैको आवश्यकतालाई बराबरी रूपमा वास्ता गर्न सक्ने, आफूलाई जस्तै अरूलाई पनि व्यवहार गर्न सक्ने। आफूलाई परेको दिन इष्टमित्रले मलाई त हेरेन भन्ने लाग्छ, तर उहाँहरूलाई परेको दिन हामीले हेरेको छ कि छैन?
किनभने हामी जे कुरा रोप्छौं त्यही कटनी गर्छौं। यस प्रेमको अन्तिम लक्ष्य के हो? जुन प्रेमको बारेमा कुरा गर्छ, यो अन्तिम लक्ष्य, यस प्रेमको अन्तिम लक्ष्य भनेको उनीहरूको हृदयलाई बलियो बनाउनु हो। हालेलुया। ताकि यीशु आफ्ना सबै सन्तानहरूसँग भोलि फर्कनु हुँदा तिनीहरू परमेश्वरको सामने पवित्र र निर्दोष रहन सकेको होस्। कोही पनि मानिसहरू कामले पवित्र हुँदैन, मुखले बोलेको भरमा पवित्र हुँदैन, वचन छरेको भरमा पवित्र हुँदैन, तर हृदय परिवर्तन गरेको आधारमा मात्र पवित्र हुन्छ। यो भित्री शुद्धताले तिनीहरूलाई चाहिँ यीशु आफ्ना सबै सन्तानहरूसँग फर्कनु हुँदा परमेश्वरको सामुन्ने चाहिँ दोष रहित उभिन सुसज्जित बनाउँछ भनेर भन्छ। हामी हिजो अस्ति दिनकै पाहुनासँग थियौँ अनि अहिले बिहानसम्म त्यति निन्द्रा सुतेको पनि छैन म। त्यहाँमाथि मलाई आज बिरामले अलिक च्याप्यो। तपाईँले सुन्दै हुन्छ मेरो जिब्रो लटपटिरहेछ। आज म बोल्न सकिरहेको छैन। आज मलाई एकदम गाह्रो भइरहेछ। तर म किन बसेँ भन्दाखेरि जो व्यक्ति मेरो घरमा आउनु भएको थियो, हाम्रो विगतको कथा छ। हामी सेवाकाईमा सँगै थियौँ। पास्टर माइकल हुनुहुन्थ्यो, माइकलदेखि पछाडि उहाँ हुनुहुन्थ्यो, अनि उहाँदेखि पछाडि म थिएँ। हाम्रो गफहरू, दुःख सुखको गफहरू भयो, सेवाकाईको गफहरू भयो। उहाँले पनि खुसी मान्नुभयो हाम्रो सेवाकाई देखेर, सुनेर, अनि उहाँको बारेमा मैले सुने यस्तै। तर हामी सबैजनाले केही न केही गरेर जहाँ हामी रहेको छौँ त्यहाँ छाप पार्न सक्नुपर्छ। तपाईँ कहाँ हुनुहुन्छ भने फलाना ठाउँमा यस्तो के छ, त्यहाँ यति मण्डल चाहिँ यस्तो छ, यस्तो दुःख गरे भाइ, उस्तो दुःख गरे, यस्तो छ, यो छ। हामी सबैजना र हामी बसेको ठाउँमा हामीले कस्तो छाप पारेका छौँ। मेरो उपस्थिति समाजमा, मेरो उपस्थिति कतिको आशा लाग्दो छ, कतिको हेल्पफुल छ अरूको निम्ति, कतिको सहयोगी छ, कतिको विश्वासिलो छ, यो कुरो आफूले प्रश्न गर्नुपर्छ। प्रिय, हामी चाहिँ सोसल बिइङ हो, सामाजिक प्राणी हो। कतिजना मान्छे भन्छ ए त्यहाँ त नेपाली धेर छ हो, त्यता त म त जानु मन पर्दैन भन्छ। हु यु आर? माई क्वेसन, आई निड एन्सर फर द्याट। त्यसो भए गोराहरूको तपाईँलाई सबै कुरो मनपर्छ भन्ने प्रश्न हिजो पास्टरले भन्दै हुनुहुन्थ्यो। एकजना यो के अरे घर पोज्ने मान्छे रहेछ, नानीहरू बुढो भएको, दुःख गरेको, तर उसले जुन घर पोत्नु पर्ने थियो त्यो घर भुलेछ, काम गर्दै गएको। अब अर्कोको डोरमा गएर घन्टी ठ्याङ्ग लगाएर बाहिर उभिएको थियो अरे, भित्रबाट सुई आएर गोरुले ठ्याङ 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 गोली मार्थ्यो। यु निड द्याट। हामी भनेको यस्तो छौँ कि पाहुनाको सत्कार गर्नु पर्छ। हाम्रो समाजमा एउटा ख्याति नै छ, सायद यो हिन्दू शास्त्रबाट आएकै कहाँ हो, अतिथि देवो भव के भन्छ। अतिथि सत्कार गर्नु के गर्नु अरे? ईश्वरको सेवा गर्नु भने जस्तो। अथवा अतिथि नै के हो? ईश्वर हो भने। अनि बाइबलले पनि त्यही भन्छ। बाइबलले के भन्छ? अतिथिहरूको सत्कार गर, किनभने पहिलाको पुर्खाहरूले पनि अन्जानमा अतिथि सत्कार गर्दाखेरि स्वर्गदूतहरूको सेवा सत्कार गरे भन्छ। त्योदेखि कति टाढो छ? तपाईँ हामी एकदम हाम्रो समाजसँग हामीहरू एकदमै नचल्ने कुराहरू गर्छौँ। कोही बेला
हाम्रो नेपालीहरू त्यस्तो त्यस्तो भन्छन्। आज नेपालीको एउटा ठुलो पहिचान, सामाजिक पहिचान भएको कारणले गर्दाखेरि तपाईँले त्यति भन्नु पाएको छ। नभए मेरो घरमा अर्काको के को मतलब हुन्छ? म मर्दैछु कि के हुन्छ कसरी यादै गर्दैन तपाईँले। तपाईँहरूको पैसा सहायता छ भने तपाईँले सिस्टममा तपाईँ बस्नु भने तपाईँलाई सहायता गर्ने मान्छे आउँछ। तर आज मेरो घरमा के भयो भने म पास्टर ब्रान्डलाई कल गर्छु, मलाई त यस्तो भन्दा पास्टर हो के गर्नु भन्नुहुन्छ, मेरो घरमा टोइलेट बिग्रियो भने हामी कल गर्छौँ होइन एकअर्कालाई, कसो गर्नुपर्छ भाइ त्यो मेरो त टोइलेट त फ्लस भएन त भन्छ। स्कुलमा नानीले मूर्ख गर्यो भने त अर्कोलाई फोन गर्छौँ हामीले, होइन मेरो नानीको यस्तो कल आएछ के गर्नु त्यहाँ के भन्नुपर्ने गएर भन्छ हामी। त्यस्तो छ नि, त्यो कुरालाई बुझौँ न हामी। त्यस कारणले हामी जहिले पनि समुदायमा हामी जहिले पनि के हुनुपर्छ? समुदायमा एक हुनुपर्छ। अनि तपाईँ बसेको ठाउँमा तपाईँको छाप कस्तो छ, कस्तो प्रभाव छ? हालेलुया। त्यो चाहिँ हामीले बुझिराख्नुपर्छ। यहाँ एप्लिकेसन सकेँ मैले। यो खण्डलाई चाहिँ आफ्नै प्रार्थनाको लागि नमुनाको रूपमा प्रयोग गर्नुहोस्। युज दिस प्यासेज एज ए टेम्प्लेट फर योर ओन प्रेयर। जुन पावलले प्रार्थना गरे नि, यो प्रार्थना चाहिँ तपाईँ हामीले गर्नुपर्छ। टेम्प्लेटको रूपमा तपाईँले प्रयोग गर्नुपर्छ, नमुनाको रूपमा तपाईँले प्रयोग गर्नुपर्छ। यो प्रे एक्ज्याक्टली वाट पावल प्रे, आस्क गॉड डाइरेक्टली your part to cause your love to increase and overflow towards your family, friends and community, and to strengthen your heart in holiness. पावलले प्रार्थना गरे जस्तै प्रार्थना गर्नुहोस्। तपाईको मार्ग निश्चित गर्न, तपाईको परिवार, साथी भाइ, समुदाय प्रति तपाईको प्रेम बढाउन, ओतप्रोत हुन र तपाईको हृदयलाई पवित्रतामा बलियो बनाउन परमेश्वरसँग प्रार्थना गर्नुहोस्। बाइबलले त ठक्कै उल्टो भनिदिन्छ त, आफ्नो मान्छेलाई घृणा नगर भन्छ त। तर हामी कस्तो भन्छौँ, त्यहाँ त फल्ना बढी छ म त त्यता जान्न भन्छ। बेहोरा सुधारौँ न, भइहाल्यो त। नेपालीले तपाईको कुरा बढी काट्छ भने तपाईले कुरा नकाट्नुहोस्, उसले पनि कुरा काट्नु छोड्छ। हामी त सुध्रिनुको लागि हो, हामी त नयाँ बन्नुपर्छ, अरूलाई सिकाउनुपर्छ। म कतिवटा कुरा भन्छु त, जस्तै हामी बिहामा जान्छौँ नि होइन, बिहामा हामी सबैलाई बोलाएको हुन्छौँ। एउटा ठाउँमा तपाईँ यहाँ बस्नुहोस् भनेर लेखिदिएको हुन्छ र हाम्रो त नेपालीले लेखेको पनि हुँदैन, त्यस्तो साह्रो पैसा पुऱ्याउनुहोस् हुँदैन। तपाईँ यहाँ बस्नुहोस् है भनेर एउटा सिट दिएको हुन्छ नि हाम्रो, त्यो सिटमा बसिसकेपछि हाम्रो नेपालीको पारा के छ, उतापट्टि हेर्छु, ए आउनुभयो नमस्कार है भनेर त्यो सिट छोडेर फेरि गएर त्यहाँ पनि गएर बस्नुहुन्छ। यहाँको गएर त्यहाँ फेरि बस्दैन कि, तपाईँले दुईवटा सिट मैला बनाउनु भयो। आफ्नो सिट कहाँ हो बस्नै बस्छ, त्यहाँ चल्नु भएन के। चल्ने हो भने पनि चल्ने, फेरि आएर पनि बस्ने। हामीले कतिवटा कुराहरू सुधार्नुपर्छ नि, तर हामीले कसैले आफ्नो जातलाई घृणा गर्नु हुँदैन। हामी यही तरिकाबाट आएका छौँ। हामीले आफूलाई रेस्पेक्ट गर्न सक्दैन भने अर्काको जातलाई झन् कसरी रेस्पेक्ट गर्छौँ? कसरी चाहिँ रेस्पेक्ट गर्न सक्छ? आफूले आफूलाई पनि रेस्पेक्ट गर्दैनौँ भने। कोही मान्छेले भन्छ नेपाली चर्चमा हामी जाँदैनौँ, गोरेको चर्चमा जान्छ। तपाईँको नेपाली चर्च मन पर्दैन भने तपाईँ झन् मन नपर्ने मान्छे हो, त्यो कुरा बुझ्नुपर्छ। हामीले सिक्नुपर्छ। पावलले के भन्छ यहाँनिर, पावलले के भन्दैछ त्यो कुरा सिकौँ। प्रे एक्ज्याक्टली वाट पावल प्रेड। त्यही भएर ऐजरी स्वभावमा हामी नजिउने, तर फल दिने सुन्तलाको बोट साबित हुने। ईश्वरले भन्नुभयो म दाहको पिता किसान हुनुहुन्छ, र फल फलाउने हरेक हाँगा चाहिँ बोटमा के हुन्छ, बाँधिएको हुन्छ, जोडिएको हुनुपर्छ। मोहमा रहनेहरूले फल फलाउँछ, मोहमा नरहनेहरूले फल फलाउन सक्दैन। अनि जुन हाँगाले फल फलाउँदैन त्यो हाँगा काटिन्छ, सुकाइन्छ र आगोमा बालिन योग्यको भन्छ। फल फलाउने हाँगालाई मात्रै के गरिन्छ, राखिन्छ। हालेलुया। त्यसलाई सुन्छ अझै फल फल्ने बनाइन्छ। अब अन्तिममा यो चाहिँ अब तपाईँहरूलाई
मेसेज बनाउनु आएन हो भन्यो भने यस्तै लगेर जाँदा हुन्छ। कतिजनाले होइन मलाई क्रिसमसको बेलामा पास्टर बाउ क्रिसमसको मेसेज बनाएर पठाइदिनुहोस् न भन्छ। अब मैले त बनाएको हुन्छु, म के बोल्नु बनाएको हुन्छु, उहाँले कसरी प्रस्तुत गर्नु थाहै हुँदैन। ल यो अनि अब यो सबैबाट चाहिँ एउटा मुख्य कुरामा चाहिँ हेर्ने हो भने एप्लिकेसनको लागि एकदमै धेरै भने होइन, छोटकरीमा चाहिँ दुःख र कठिनाइको समयमा आफ्नो विश्वासमा दृढ रहने शक्ति खोज्नुहोस्। Finding the strength to stand firm in your faith during times of affliction and hardship. कसरी भन्दा always be prepared to embrace trial. पहिलो कुरा चाहिँ के हो, परीक्षालाई अँगाल्न सधैँ तयार हुनुहोस्। परीक्षा छँदैछ है, सतावट छँदैछ भन्ने कुरा तयार हुनुहोस्। एक्टिभली इन्करेज अदर, सक्रिय रूपमा अरूलाई पनि के गर्नुहोस्, प्रोत्साहन गर्नुहोस्। अनि प्रायोरिटाइज रिलेन्टलेस प्रेयर, अथाक प्रार्थनालाई चाहिँ के गर, प्राथमिकतामा राख्नुहोस्। प्रार्थना गर्नुहुन्छ क्या तपाईँले? म त सोध्नु पो मन पर्यो, किनभने मैले कति घरमा भिजिट गरेको छु कि पास्टरको प्रार्थना गरौँ न भन्दैन कसैले पनि। फिल द ग्याप इन फेथ, फिल द ग्याप इन फेथ, विश्वासमा भएका खाडलहरू भर्नुहोस्। कहाँ कहाँ खाडलहरू छ त्यो भर्ने कोसिस गर्नुहोस्। परमेश्वरले यहाँलाई आशीष दियो। जय मसीह।